Bonjour, bonsoir tout le monde. Bienvenue sur Info 24. Des inondations catastrophiques dans le pays Népal. Beaucoup de morts, beaucoup de victimes, il y a beaucoup de blessés. Mesdames, Messieurs, je vais montrer quelques petites images dans le pays Népal. बच्चालाई उद्धार गर्दैछ यहाँ ढुङ्गेमा बाढीमा फसेको घरमा माथि छतमा फसेको एउटा बच्चालाई चाहिँ हेलिकप्टर आएर उद्धार गर्दैछ यही बच्चा एउटा माथि हो कि पल्लोपट्टि बोलाइहाल्छ हो अगाडि पनि बोलाउँछ लक छ भन्छ त्यसले यतै छबाट भयो छेउपट्टिबाट क्रसले गर्दाखेरि अप्ठ्यारो भयो क्या दस्ता उड्नु पनि सक्छ नि त हावाले अन्त भेट्दैन क्या दस्ता उडेछ हावाले थियो है जान्छ होला मेरो भाइ बहिनीले त हेलिकप्टर गर्नु पायो हाम्रो खर साहबको बिहानदेखि कस्तो चिप्लो हुन्छ के को सामान सकेर कहाँ सक्छ समाउन भने कम चिप्लो हुन्छ एउटै मात्र कालो कालो मान्छे छिट्टै ल्याएर यार यो ग्यास छोड्नको लागि यस्तो त नगरौँ हो यो नगरौँ त्यो ग्यासको सिलिन्डर छोड्नलाई बढे हो र त्यहाँ बढे त यो पाइपै छ त्यो ग्यास छ
यो यो नारायणी किनारमा ग्यासको सिलिन्डर बोक्नलाई छोप्नलाई यहाँ हेर्नु त यस्तो पनि हुन्छ प्रशासनले रोक लगाएको छ ग्यासको सिलिन्डर लिनलाई हेर्ने ल हेर्नु कसले रोक्ने यहाँ ग्यासको सिलिन्डर बोक्न ल हेर्नु ग्यासको सिलिन्डर बोकेर दाजु हेलो दाजु खाली हो कि भरेको भरि छ यस्तो छ दाजु भरि छ कि खाली छ खाली ल यो नेपाली जनताले प्रशासनले भनेको कुरा मानेको भनेको यो कोरोना कालमा मात्रै रहेछ अरू बेला आफैले काल खोज्ने रहेछन् नि ल हेर्नुहोस् यो कसलाई रोके फर्किएर चाहिँ लगभग सक्सेस स्कुलको पनि आँगन पुरै डुबिसकेको अवस्था छ बैरिनी बजारपट्टिबाट चाहिँ खोला यता गल्छीतर्फ आइराखेको छ यही नै हो गल्छी बजार भने अहिलेसम्म Voilà ce qui passe dans le pays Népal. Cette image ici, avant des inondations et après des inondations. Restez connectés, je fais bientôt.